हेलो प्रिय मित्रहरू सबैलाई गुड आफ्टरनुन। आज क्रिसमस डे। सबैलाई मेरी क्रिसमस। सबैको दिन राम्रो चलोस् अनि सुरक्षित राखिदिउन् भगवानले। तपाईहरुलाई भगवानको कृपाले सबैलाई नै सुरक्षित राखिदिउन् भन्ने भगवानप्रति प्रार्थना गर्दछु। अनि मेरो यसरी पानी हाल्नुपर्छ। यसरी हेर्नुहोस्, यसरी पानी हाल्नुपर्छ। हेर्नुहोस्, यसरी पानी हालेन भने त एक दिन पानी हालेन भने सबै नै मर्दिन्छ। यस यत्रो सानो खुर्सानीको चिल्लीको बोटले पनि यत्रो फलेको छ। इस्लाइसको अब त ठुल्ठुलो भयो, सबै खाने लायकको भयो। अब किन्ने दरकार छैन। परिश्रम गर्यो भने यस्तो परिश्रमको फल मिठो हुँदो रहेछ। हेर्नुहोस्, पुरा अहिले त राम्रो भयो मेरो बगानको लाइसाकहरू। अनि यो अब यसरी पानी हाल्नुपर्छ। यसरी हालेन भने अब बिहानभरि काम हुन्छ, गर्नै सकिँदैन। नुहाइधुवाइ साफसफाइ अनि यो पूजापाठ गर्नुपर्छ। त्यसले गर्दाखेरि भ्याउँदैन। त्यहाँबाट खाजा नास्ता फेरि 12 बजीको फेरि सुरु भइहाल्छ। दिनको डिनर फेरि डिनरको लन्चको काम दिनको लन्चको काम सुरु भइहाल्छ। सब यसरी पानी नहाली त हुँदैन। बाई बाई। हुन्छ, यस्तै छ है मेरो स्टाइल। एकदम लाइफ स्टाइल चाहिँ यस्तै छ सधैँभरि। रोटेसन यही छ मेरो, सधैँभरिको रोटेसन यही हो। बाई बाई। गुड आफ्टरनुन सबैलाई। सबैलाई नै सुरक्षित राखिदिउन् भगवानले, यति नै प्रार्थना छ। सधैँ हाँसी खुसी बस्न पाऊँ सबैजना। ल, सबैलाई पनि प्रे गरिदिँदैछु। ल।